हेलो गाइस, आज चाहिँ मेरो बहिनीको बर्थडे, मेरो बर्थडे, त्यसको बर्थडे, अनि हामी चाहिँ सपिङ गर्नलाई गइरहेका छौँ। फाइनली गाइस, चाहिँ यो सपबाट चस्मा किनेर सपिङ गरेर गिफ्ट किनेको यो गिफ्ट किनेर जाँदैछौँ गाइस। यस्तो लभली सामान किनेर घर फर्किँदैछौँ। भरे राति पार्टी खाने हो। मेरो झन् आज धेरै सेतो छ। हाम्रो यहाँ खाना खाने बेला भयो अब है। मेरो मम्मीले पस्किँदै हुनुहुन्छ यहाँ। अनि यो चाहिँ हमारी पहाडी चल रही है भने जस्तै हो। दिस इज तरकारी। तरकारी आज यस्तो छ, खिरसँग यस्तो खान मन लाग्यो अरे यहाँ छोराछोरीलाई, त्यही भएर माई मम हाम्रो चाहिँ बर्थडेमा मासु खाने सिस्टर दो शब्द बोल दो। यो त सुरु होता ही खत्म हो गया। ब्रो आप कुछ कहना चाहोगे? नहीं, आलू खाओगे? तुम ही खा लो। अनि म चाहिँ बर्थडे हाम्रो कान्छी छोरीको बर्थडेको भाग हो यो। कान्छी छोरीको बर्थडे खाँदैछौँ हामी। यहाँ हाम्रो मिष्टान्न भोजन रेडी भइसकेको छ। पार्टी मिष्टान्न भोजनको पार्टी कान्छी छोरीको बर्थडे। हामीले चाहिँ बर्थडेमा मासु खाने गरेको छैन, त्यसैले हामीले यस्तो बनाएको हो। त्यसमा अन्यथा नलिनु होला। तर पनि राम्रो छ है। सो गाइज, हाम्रो पार्टीवाला भ्लग कस्तो लाग्यो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। तैँले मेरो च्यानलमा सब्सक्राइब गरेर मेरो फोन नजिकै राख है। तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ, गरिदिएको छ। मैले आफै जबरजस्ती गरेको छ। गुड। तपाईँहरू पनि 10-15 अकाउन्टबाट सब्सक्राइब गरिदिनु होला। भाइरल गरिदिनु होला। भाइरल। थ्याङ्क्स फर वाचिङ।